हेलो अनि नमस्ते सबैजनालाई। आज चाहिँ तिर्सु अनि तारसानीलाई गुड बाई भन्ने दिन पनि आइसक्यो। हेर्नु न, यो 2 दिनको बसाइ यति रमाइलो भयो नि। छोटो समय तर मिठा सम्झनाहरू साटासाट गरेर उहाँहरूलाई बिदा गर्न लागेको छु। तिर्सुलाई टिका लगाइदिएर दही खुवाएर उसलाई चाहिँ सेफ फ्लाइट भनेर विश पनि गरे। यही कारणवश हाम्रो चाँडै भेट त भयो, तर अब चाहिँ कति इयर्स पछि भेट हुने होला है हाम्रो। तर सकेसम्म चाहिँ चाँडो आउने कोसिस गर्नु होला नेपाल। अनि दोसल्लाहरू पनि ओढाएर उसलाई गुड विशहरू दिए मनैबाट। अनि तारसानीलाई नि टिका लाउन त भएन, अनि दही दोसल्ला फुल दिएर बिदाई गरे। अनि हाम्रो ट्याक्सी पनि आयो, अनि मामु छोरी अगाडि बसेर मामु छोरीलाई चाहिँ पछाडि राख्यौँ अनि हामी लाग्यौँ एयरपोर्टतिर। मेरो छोरी चाहिँ घुम्ने भनेपछि कस्तो मक्ख परेर बसिसिन अगाडि। अनि यो पुल चाहिँ हेर्नु कति राम्रो बनाएको छ, हालचालै बनाएको हो नि त, गोल्डन पुल। मेरो छोरी चाहिँ यता र उता हेरेर के छ भनेर चियो चर्चो गर्दै छिन्। अनि पशुपति मन्दिर पनि आयो, पशुपति मन्दिरलाई दर्शन गरेर हामी अगाडि लाग्यौँ। एयरपोर्ट गेट पनि आयो, अब हामी अगाडि बढ्दैछौँ। यो गेट छिर्न पाएको छैन, मन कति भारी हुन्छ। के गर्नु, हामी नेपालीहरू कहिलेसम्म परदेशिनु पर्ने हो। नेपालमा केही भएको भए यसरी आफ्नो नेपाल, प्यारो नेपाल छोडेर जान त कसलाई पो रहर होला र। पीडा हामी नेपालीहरूले कहिलेसम्म भोग्ने होला। बाट पनि झरिसक्यौँ, सामानहरू निकालेर अब हामी अगाडि बढ्छौँ। अनि यहाँ तिर्सुको चकचक हेर्नु न, फेरि लगेज सँगसँगै धन्न आफू पनि लडिनिन्। अनि लाग्नुभयो बोर्डिङ पासतिर। थोरै माथिसम्म छोडेर ज्वाइँसाब चाहिँ फर्किनुहुन्छ। अनि सानी र तिर्सु चाहिँ आफ्नो गन्तव्यतिर लाग्नुहुन्छ। मन जति नै भारी भए पनि गुड बाई त हाँसी खुसी गर्नु पर्यो नि। जाने मान्छेलाई निराश बनाएर अनि आफू पनि निराश भएर बसेर समयलाई रोक्न त सकिँदैन। हामीहरू सबैको तर्फबाट मामु छोरीलाई एकदम बेस्ट विश छ, सेफली ल्यान्ड होस् अनि ब्युटिफुल जर्नी होस् मामु छोरीको। अनि केही इयर्स पछि फेरि भेट होस् हाम्रो चाँडै नै। त्यो बेलामा चाहिँ अलि लङ छुट्टी होस् अनि घुम्न जानुपर्छ, रमाइलो गर्नुपर्छ। गुड बाई तिर्सु तारसानी। भोइस ओभर गर्दा पनि कस्तो मन भारी भएर आयो। मामु छोरी बोर्डिङ पास गरेर नि आफ्नो गन्तव्यतिर लाग्नुभयो। अनि हामी 3 जना पनि आफ्नो गन्तव्यतिर फर्कियौँ। हेर त तिर्सु, तिमी गएको देखेर मौसम पनि रोएको छ। मिस यु तिर्सु सानी, हैव अ सेफ फ्लाइट, बाइ बाइ। घर फर्क्यौँ भनेको त हेर्नु त पानी परेर अब हामी 3 जनाको बिजोग भएन त। हामी 2 जनाको भन्दा पनि छोरीको बिजोग भयो, त्यही पनि जान सकिन्छ होला भनेर हामी चाहिँ लाग्यौँ घरतर्फ। तर के को सकिनु, झन् चाबेल कट्न पाएको छैन, एकदम ठुलो पानी पर्यो। अनि हामी एउटा पसल अगाडि रोकिएर ट्याक्सी बुक गऱ्यौँ। अनि ट्याक्सी पनि आयो। ट्याक्सी आएपछि हामी ट्याक्सीमा बसेर अब हामी लाग्यौँ आफ्नो घरतर्फ। यति ठुलो परेको थियो कि म त अलिअलि भिजेँ, तर काबु पनि थोरै कपाल चाहिँ भिजेछ। त्यसरी घरसम्म पुग्यौँ भने त हामी पुरै भिज्छौँ भनेर अनि छोरी पनि बिमारी हुन्छ। अनि ट्याक्सी बुक गरेर हामी चाहिँ लाग्यौँ। पनि ठ्याक्क पुग्यौँ। अनि तारसानीको पनि फोन आयो। अनि एकछिन तारसानीसँग नि बोलेँ। अनि तिर्सुले चाहिँ के खाँदै रहेछन्, अनि के खाँदैछौ भनेर सोधेको। कोल्ड ड्रिङ्क्स रहेछ, उसलाई चाहिँ केही न केही चाहिँ खाइरहनु पर्छ कि। तिर्सुलाई नेपालको खाना चाहिँ एकदम मिस हुनुभयो होइन त तिर्सु। नेक्स्ट टाइम नेपाल आउँदा काव्य पनि ठुली हुन्छन् अनि हामी सबै सँगै घुमौँला। यसपालि चाहिँ घुम्नै पाइएन सानी छोरी भएर। तिर्सुहरू जाँदा चाहिँ मेरो छोरो स्कुल गएको थियो नि त, अनि भिडियो कलमै बाई भन भनेको। बाई भन्दैछिन्, एकदम लजाउने खालको छ कि मेरो छोरो चाहिँ। कति गर्दा बल्ल बल्ल बाई भनेको छ। सानीहरू भित्र पनि एन्ट्री गर्ने, त्यसपछि यति ठुलो पानी पर्यो नि केही समयपछि। अनि उहाँहरूको प्लेन चाहिँ 1 घन्टा डिले देखाएको छ अरे। तर नातिनु, मामु छोरी साथी हुनुहुन्छ, गफ गर्दै बस्नु होला। ओके बाई, ह्याभ अ सेफ फ्लाइट।